हेर्नुहोस् यो रङको काम भइरहेको छ। रङ फाइनल्ली भएर यसलाई हेर्नुहोस् देख्न सक्नुहुन्छ। भाइहरूले काम गरिरहेका छन्। भाइहरू यहाँ टप पुस गर्दैछन्। काम चाहिँ अब तपाईँले बुट्टाहरू बनाउँदैछन् देख्न सक्नुहुन्छ। बुट्टाहरू यो चाहिँ वेल्डिङ गरेर फुलहरू कटिङ गर्दैछन् भाइहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ टफनको लागि सोको लागि बुट्टा बन्दैछ देख्न सक्नुहुन्छ। यस्तै बुट्टाहरू हजुरहरूलाई चाहिएर यस्तो डिजाइन क्रस दिनहरू सम्झिन सक्नुहुन्छ। बुट्टाहरू मोडिरहेको छौँ। यो चाहिँ टफन ग्लासको लागि चाहिँ रेडी भइरहेको छ। देख्न सक्नुहुन्छ। यस्तै डिजाइनहरू हजुरलाई चाहियो भने सम्पर्क गर्नुहोला। कामहरू चाहियो भने कामहरू सम्झाउन सक्नुहुन्छ हजुरहरूले। फाइनल्ली अब हाम्रो चाहिँ यो मेटलको चाहिँ सबै काम चाहिँ कम्प्लिट भइसक्नु लागेको छ देख्न सक्नुहुन्छ। यो टपमा चाहिँ एउटा पाइप हाल्नु बाँकी छ। भाइले पाइप हाल्दैछ हेर्न सक्नुहुन्छ। पाइप हालेर कम्प्लिट भएको छ। फाइनल्ली हाम्रो टफनको सिसा झऱ्यो है। अब भाइहरूले यहाँ सिसा बोक्दैछ। ल हेर्नुहोस् भाइहरू सिसा चाहिँ माथि चाहिँ एक तल माथि लानुपर्ने हुन्छ। हेर्नुहोस् अब यहाँ चाहिँ सिसा हाल्नुपर्ने छ। यो कम्प्लिट रङ लगाएर कम्प्लिट भएको छ। हिमालको दृश्य देख्न सक्नुहुन्छ। यस्तो सुमधुर वातावरणमा हजुरले पनि यस्तै सिसाको छत्र छाया मुनि बस्न चाहनुहुन्छ भने हजुरले सम्झनु होला। तो ग्लास क्याप्चर निकाला। ल हेर्नुहोस् यस्तो क्रस हजुरले सम्झाउन सक्नुहुन्छ। सिसा चाहिँ अब हामीले फिटिङ गर्दैछौँ देख्न सक्नुहुन्छ। फाइनल्ली सिसा चाहिँ अब हामीले लगाउँदैछौँ। हेर्नुहोस्